ल गाइज हाम्रो चाहिँ होइन रौतहट चन्द्रनिगापुरको एकदम फेमस पान सेन्टर। म चाहिँ मिठाई पान खान आएको होइन। यस्तो उहाँको चाहिँ राति 2 बजीसम्म खुल्छ। ल हेर्नुहोस् मिठाई पानमा यति धेरै हाल्नुहुन्छ उहाँले। एकदम फेमस पान हाम्रो रौतहट जिल्लाको। तपाईहरु पनि कहिलेकाहीँ यस्तो गाडी रोक्यो भने ठ्याक्कै चोकैमा छ सानीमा बैंकको मुनि हाम्रो अङ्कल एकदम सानैदेखिको हामीलाई माया गर्ने अङ्कल हुनुहुन्छ। उहाँ चाहिँ हेर्नु पानको इन्ग्रेडियन्ट्स पनि एकदम बवालै हुन्छ यहाँको चाहिँ। हेर्नु यो पुरा फ्राई गरेको नरिवल हो। अब कहिलेकाहीँ दसैँमा आइन्छ हेर्नु, दसैँमा आएर यहाँको पान खाना चाहिँ कहिले पनि छुट्दैन। यो पैसा हेर्नु अरू ठाउँको भन्दा मैले नेपालगञ्जको पनि खाएँ पान, कहाँ कहाँको खाएँ, तर यहाँको पान चाहिँ बवालै छ कि। हेर्नु के हाल्नुहुन्छ के हाल्नुहुन्छ, तर अब खाना मिठो हुन्छ होइन। इन्ग्रेडियन्ट्स